हेलो। हेलो, म क्रिस्टियन जिज्ञासाबाट बोल्दैछु। के तपाईँ 5 मिनट समय दिन सक्नुहुन्छ? किन के को लागि हो? हामी तपाईँलाई बाइबलबाट 3वटा प्रश्न सोध्नेछौँ। हरेकमा विकल्प हुनेछन्। तपाईँले सही विकल्प छान्नुपर्नेछ। यदि 3वटै उत्तर सही भयो भने तपाईँले रु 100 पाउनुहुनेछ ई सेवा वा रिचार्ज मार्फत। ए हुन्छ। तर यदि 3 मध्ये एउटा मात्र गलत भयो भने तपाईँले पाउनु हुने छैन। त्यो त भइहाल्छ नि। आशा छ तपाईँले चिटिङ गर्नुहुने छैन। गर्दैन, त्यस्तो कहाँ गर्छ र। तपाईँ तयार हुनुहुन्छ? सुरु गरौँ है त। हुन्छ, सोध्नु न। चलो भाई देखो अब मैं क्या करता हूँ। तपाईँलाई पहिलो प्रश्न रहेको छ, यीशुलाई धोका दिने यहुदाले कति चाँदीका सिक्का पाए? अप्सनमा रहेको छ, पहिलो 20, दोस्रो 30 र तेस्रो 50। अप्सन नै चाहिँदैन नि, यति इजी रहे त। 30 सिक्का हो नि। बात तो सही है दौड़ना तो पड़ता है। ओके, सही उत्तर दिनुभएको छ। अब दोस्रो प्रश्न रहेको छ, बिना विश्वास परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ भनी बाइबलको कुन पुस्तकमा लेखिएको छ? अप्सन रहेको छ, कोरिन्थी, हिब्रू, याकुब। कोरिन्थी त हुँदै होइन, हिब्रू र याकुबमा एउटा हो। हिब्रू हो क्या अरे? हिब्रू होला। सही उत्तर दिनुभएको छ। अप्सन भएपछि अलि हार्ड क्वेसन सोध्नु न। 100 रुपियाँ चिप्लिने हो। अच्छा हमको सिखा रिया है। ओके, अब तेस्रो प्रश्न रहेको छ, बाइबलमा सबैभन्दा धेरै उमेर बाँच्ने व्यक्तिको नाम के हो? अप्सनमा रहेको छ, आदम, नोआ, मथुसेला। नयाँ हो नि। आर यु स्योर? नयाँ 950सम्म बाँचेको थियो त। रुको जरा, सबर करो। उत्तर गलत रहेको छ। सही उत्तर हो मथुसेला। कसरी हो र? मलाई बाइबल पद भन्नुहोस् त। उत्पत्ति 5 अध्यायको 27 पद हेर्नु होला। एकैछिन है त, म पढ्छु है। मथुसेलाको जम्मा उमेर 969 वर्ष भएको थियो अनि उनी मरे। ओ शिट! समयको लागि धेरै धेरै धन्यवाद। ए हस्।